एनजिओले तल तालिम सञ्चालन गर्ने आफू मिलाएर टाकटुक पारेर चापचुप पारेर मुख मिठाएर घर फर्किने त्यो हुँदैन। त एनजिओमा म 35 वर्ष काम गर्ने मान्छे पनि मै हो। ब्लेम लाएर हुन्छ, यहाँ ब्लेम लाउने मान्छेहरू आफै मिल्छन् होला सायद। काठमाडौँमा घर ठहराएर भैँसीपाटीमा घर बनाएर बस्न पाइँदैन। अब मैले त खोइ घर पनि छैन काठमाडौँमा, त्यहाँ घर म तल पनि म झुपडीमा बस्छु। समाज कल्याण परिषद सबैभन्दा बदनाम संस्था हो त्यो संस्थाको बारेमा छलफल हुनुपर्छ सभापतिज्यू तत्काल अहिले नै। समाज कल्याणलाई उहाँले धेरै आरोप लाउनु भयो, त्यसरी पनि लाउनु हुँदैन। सामाजिक सद्भाव भड्काउने काम भइरहेको छ एनजिओको नामबाट, जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ, साम्प्रदायिकता भड्काउने काम भइरहेको छ। राज्यले त्यसलाई अनुमोदन गरेर छाप लाएर ल देश भड्का भन्न पाइँदैन। अनि सबैले कमायो भन्नु पनि हुँदैन, एउटै डालोमा सबै एनजिओलाई लाउने पनि होइन। अनि एनजिओको तलको तालिम फेरि कस्तो खालको हुन्छ? माछालाई पौडिन सिकाउने, चितुवालाई दौडिन सिकाउने, लाफिङ बुद्धलाई हाँस्न सिकाउने, भालेलाई बाँच्न सिकाउने। हामी त गरिरहेछौँ नि हजुर, भाले बाँसिरहेछन् नि त भन्ने होइन। जम्मैले अरूलाई दोष दिन त आउँछ, तर जिम्मेवारी हामी कति लिएको छौँ भन्ने कुरामा चाहिँ ठुलो कुरा हो। यसो प्रमाण पेश गर, निराहार प्रमाण आरोप लाउँछस् भन्नुभयो भने राउटेको शिक्षाको नाममा कति पैसा लगानी भएको त्यो दैलेखमा, त्यो गुराँस गाउँपालिकामा लगाएको छ। अहिलेसम्म त्यो आरोप मैले खपिरहेको छु। अङ्ग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन। बरु प्रहरी चाहिँ कम राखौँ न, तर बाल परिषदलाई चाहिँ धेरै बाल अधिकृतहरू राखेर ठाउँ ठाउँमा चिल्ड्रेन होममा पठाउने, घर घरमा पठाउने। त्यहाँ एब्युज पो भएको छ कि। दलितको नाममा, गरिबको नाममा सबैभन्दा बढी डलरहरू आउँछ। दलितको नाममा डलर आउने, तर दलितलाई कलर नआउने। फेरि नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षणको सन्दर्भमा विदेशबाट जे जति पैसाहरू नेपाललाई प्राप्त हुन्छ, अनुदानको नाममा, सहायताको नाममा, ऋणको नाममा, यो नाममा त्यो नाममा, त्यसको आर्थिक अनुशासन कायम गर्ने सन्दर्भमा म एउटा उपसमितिको संयोजक पनि छु। अस्तिको त्यसमा छलफल हुँदै गर्दाखेरि यो विदेशले दिएको अनुदान